यदि तपाईहरु पनि एयरपोर्ट जाँदै हुनुहुन्छ भने तपाईहरुले एयरपोर्टमा बोल्न सकिने बोलिने एकदमै इम्पोर्टेन्ट इंग्लिश नेपाली हामीले सिक्ने छौं। यदि तपाईहरु पनि जान्न चाहनुहुन्छ भने भिडियो लास्टमा हेर्नु होला। सबैभन्दा पहिला हामीले चाहिँ एयरपोर्ट जानुभन्दा अगाडि चाहिँ एयरपोर्ट कहाँ छ भनेर चाहिँ सोध्नु पर्यो नि त। हामीलाई थाहा छैन भने एयरपोर्ट कहाँ छ भनेर सोध्नु पर्यो भने चाहिँ हामीले चाहिँ वेयर इज द एयरपोर्ट, वेयर इज द एयरपोर्ट, एयरपोर्ट चाहिँ कहाँ छ भनेर चाहिँ हामीले सोध्न सक्नु पर्यो। नेपालीमा एयरपोर्ट कहाँ छ, अंग्रेजीमा चाहिँ वेयर इज द एयरपोर्ट, एयरपोर्ट कहाँ छ भनेर हामीले भनेपछि चाहिँ अब हामी अरु कन्भर्सेसनमा जाने छौं। त्यसपछि टिकटको मूल्य कति हो भनेर भन्नु पर्यो भने हामीले हाउ मच इज द टिकट, हाउ मच इज द टिकट, टिकटको मूल्य चाहिँ कति हो, हाउ मच इज द टिकट, टिकटको मूल्य चाहिँ कति हो भनेर हामीले सोध्न सक्यौं। आई नीड अ ट्याक्सी, आई नीड अ ट्याक्सी, हामीले ट्याक्सी चाहियो भन्नु पर्यो भने चाहिँ के भने मलाई ट्याक्सी चाहियो भन्नु पर्यो भने चाहिँ आई नीड अ ट्याक्सी भनेर चाहिँ हामीले कुरा गर्न सक्यौं। त्यसपछि अर्को छ यो बस पोखरा जाँदैछ। अब हामीले चाहिँ त्यहाँ बस छ तर कहाँ जान्छ भन्ने हामीलाई थाहा छैन भने कसैलाई सोध्नु पर्यो भने चाहिँ इज दिस बस गोइङ टु पोखरा भन्ने ठाउँमा कुन ठाउँको लागि हो त्यो ठाउँमालाई सोध्न सक्यो। इज दिस बस गोइङ टु पोखरा भनेको छ। यहाँ तपाईहरु यहाँ ठाउँ चाहिँ कहाँ राख्न सक्नुहुन्छ त्यो ठाउँ राख्ने। इज दिस बस गोइङ टु काठमाडौँ पनि भन्न सक्नुहुने भयो त। यो बस पोखरा जाँदैछ हामीले सोध्न सक्यो। त्यसपछि अर्को रहेको छ रेलवे स्टेसन चाहिँ कहाँ छ, रेल लाग्ने ठाउँमा चाहिँ रेलवे स्टेसन चाहिँ कहाँ छ भनेर हामीले सोध्नुपर्छ। यो पनि एकदमै इम्पोर्टेन्ट छ, नेपालको लागि छैन बाहिरको लागि। वेयर इज द ट्रेन स्टेसन, वेयर इज द ट्रेन स्टेसन, रेलवे स्टेसन चाहिँ कहाँ छ, अंग्रेजीमा ट्रेन भनेको चाहिँ रेल, रेलवे चाहिँ स्टेसन चाहिँ कहाँ छ भनेर सोध्नु पर्यो भने वेयर इज द ट्रेन स्टेसन भनेर चाहिँ हामीले भन्न सक्यौं। अर्को रहेको छ मैले मेरो राहदानी हराएँ। हामीले चाहिँ राहदानी हरायौं भने चाहिँ के भन्ने त, हामीले कसैलाई अंग्रेजीमा भन्नु पर्यो मैले चाहिँ मेरो राजधानी हराएँ भन्नु पर्यो भने चाहिँ आई लस्ट माई पासपोर्ट, आई लस्ट माई पासपोर्ट, मैले मेरो राजधानी चाहिँ हराएँ। के तपाई मलाई बाटो देखाउन सक्नुहुन्छ, हामीले चाहिँ कसैलाई सोध्नु पर्यो। हामीले चाहिँ के तपाई मलाई बाटो देखाउन सक्नुहुन्छ भन्नु पर्यो भने चाहिँ क्यान यु शो मी द वे, क्यान यु शो मी द वे, के तपाई मलाई बाटो देखाउन सक्नुहुन्छ, क्यान यु शो मी द वे। म होटल बुक गर्न चाहन्छु भन्नु पर्यो भने चाहिँ हामीले अंग्रेजीमा कसरी भन्ने त, म होटल बुक गर्न चाहन्छु, आई वान्ट टु बुक अ होटल, म होटल बुक गर्न चाहन्छु, आई वान्ट टु बुक अ होटल। उडान कहिले प्रस्थान गर्छ, उडान चाहिँ कहिले प्रस्थान गर्छ भनेर हामीले सोध्नु पर्यो भने व्हेन डज द फ्लाइट लिभ, व्हेन डज द फ्लाइट लिभ, उडान कहिले प्रस्थान गर्छ। मलाई एकल कोठा चाहिन्छ, हामीले कोठामा जानु पर्यो भने चाहिँ अब कोठा चाहिँ चाहियो भनेर भन्नु पर्यो भने चाहिँ आई नीड अ सिंगल रुम, मलाई एकल भनेको सिंगल भनेको चाहिँ एकल एक्लो, आई नीड अ सिंगल रुम, मलाई एकल कोठा चाहिन्छ, आई नीड अ सिंगल रुम। म कहाँ पैसा साट्न सक्छु, अब हामी विदेशतिर गयौं त्यहाँ चाहिँ पैसा साट्नु पर्यो भने चाहिँ हामीले पैसा कहाँ साट्न सक्छौं भनेर सोध्नु पर्यो। यसको लागि चाहिँ वेयर क्यान आई एक्सचेन्ज मनी, वेयर क्यान आई एक्सचेन्ज मनी, म कहाँ पैसा साट्न सक्छु भनेर भन्नु पर्यो भने हामीले वेयर क्यान आई एक्सचेन्ज मनी, मनी भनेको पैसा भइहाल्यो। यो सिट लिएको छ, यो सिट लिएको छ भनेर सोध्नु पर्यो भने इज दिस सिट टेकन, इज दिस सिट टेकन, यो सिट लिएको छ। हामीले मेरो बस छुट्यो अथवा छुटाएँ भन्नु पर्यो भने चाहिँ आई मिस्ड माई बस, आई MISSED मिस्ड माई बस, मैले मेरो बस छुटाएँ।
क्यान आई ह्याभ द सेड्युल, के मलाई तालिका दिन सक्नुहुन्छ भनेर भन्नु पर्यो भने चाहिँ के मलाई तालिका दिन सक्नुहुन्छ भनेर, तालिका भनेको प्लेन कति बजे उड्ने रहेछ, कुन टाइम कहाँ जाने रहेछ भन्ने कुरा त्यस्तो तालिका हुन्छ, त्यो चाहिँ हामीले माग्नु पर्यो भने चाहिँ क्यान आई ह्याभ द सेड्युल, क्यान आई ह्याभ द सेड्युल, के मलाई तालिका दिन सक्नुहुन्छ। यहाँ हिँड्न सुरक्षित छ भनेर हामीले कसैले सोध्नु पर्यो भने चाहिँ त्यहाँ यसो हेर्दाखेरि ठाउँ चाहिँ अलिक डेन्जर जस्तो रहेछ, तर यहाँ हिँड्न चाहिँ सुरक्षित छ भनेर हामीले सोध्नु पर्यो भने चाहिँ इज इट सेफ टु वक हेयर भनेर चाहिँ हामीले सोध्न सक्यौँ। इज इट सेफ टु वक हेयर, यहाँ हिँड्न सुरक्षित छ। आई वान्ट टु भिजिट अ टेम्पल, म मन्दिर भ्रमण गर्न चाहन्छु, म मन्दिर भ्रमण गर्न चाहन्छु भन्नु पर्यो भने चाहिँ आई वान्ट टु भिजिट अ टेम्पल, म मन्दिर भ्रमण गर्न चाहन्छु। बजार कति टाढा छ भनेर सोध्नु पर्यो भने चाहिँ हाउ फार इज द मार्केट, हाउ फार इज द मार्केट, बजार कति टाढा छ। तपाईँ क्रेडिट कार्ड स्वीकार गर्नुहुन्छ, डु यु एक्सेप्ट क्रेडिट कार्ड, डु यु एक्सेप्ट क्रेडिट कार्ड, तपाईँ क्रेडिट कार्ड स्वीकार गर्नुहुन्छ। मलाई उडान समात्नु छ, आई निड टु क्याच अ फ्लाइट, मलाई उडान समात्नु छ, आई निड टु क्याच अ फ्लाइट। आजको लागि चाहिँ यति नै रहेको छ। हामी नेक्स्ट भिडियोमा नेक्स्ट टपिकमा कुरा गर्ने नै छौँ। तपाईँहरू के बारेमा हेर्न चाहनुहुन्छ